everyone, welcome to my YouTube video. So अहिले चाहिँ अब हामी मन्दिर जान लाग्छौँ अनि त्यसपछि अहिले चाहिँ हामी लिस्बनको एयरपोर्टमा छौँ. सो कुदिरहेको छौँ हाम्रो उसको लागि बोर्डिङको लागि. अनि मम्मी र ड्याडी चाहिँ उता बसिरहनु भएको छ. सो त्यहाँ हुनुहुन्छ मम्मी र ड्याडी बसिरहनु भएको छ. कस्तो लागिरहेछ मम्मी? रमाइलो लागिरहेछ. ड्याडी कस्तो लागिरहेछ? कुद्न रमाइलो लागिरहेछ. तिमीलाई कस्तो लागिरहेछ? आयो कति धेरै मान्छे छ यहाँनिर चाहिँ. हामी चग्गीदेखि कुदेको तर स्टिल हाम्रो टर्नै आएको छैन. हामी कुदेको कुदैसम्म अघिदेखिबाट यहाँनिर के गर्नु गाह्रो छ. यहाँ हाम्रो 4 दिनको लागि बस्ने ठाउँमा गाइस छ. रुम 4 डेजको लागि कस्तो राम्रो लाग्यो यो एयरबिएनबी चाहिँ मलाई. सो गाइज अब चाहिँ हामी जाँदैछौँ डल्फिन हेर्नको लागि. मेरो हजुरबा चाहिँ आइसक्नु भएको छ. किनभने मेरो हजुरबा पनि यहाँ बस्नुहुन्छ नि त. त्यो भएर कता हुन्छ. हजुर यस्तो गल्लीमा पनि हेर न. हाई एभ्रिवान. सो अहिले चाहिँ हामी मधेरामा छौँ, त्यो पनि फुल सालमा. सो अहिले चाहिँ अब हामी जाँदैछौँ डल्फिन हेर्नको लागि. सो यहाँनिर क्या खतरा छ कि यो बाटो भन्छ सोध्नु पनि तर यो खोला हो क्या. यहाँ तल यस्तो जानु भनेर राखेको छ है. अनि त्यसपछि हामी चाहिँ मम्मी त यस्तो राम्रो वेदर छ कि फेरि लिस्बनमा भन्दा सही राम्रो वेदर रहेछ यहाँनिर. अनि मेन चाहिँ इफ कोही आउँदै हुनुहुन्छ भने यहाँनिर चाहिँ अब जस्तै यो प्लान गरेर आउँदाखेरि चाहिँ राम्रो ट्रिप. यस्तो दामी छ कि वेदर. लिजनमा चिसो भयो भने यहाँनिर चाहिँ तातो लाइक चिसै छैन है. हावा चलिरहेको तर पनि त्यो तातो हावा चलिरहेको छ कि. भन्छ समरमा कति गर्मी हुन्छ होला त. पुरै नगर्नु. लिजन राम्रो लागिरहेको छ. यहाँ राम्रो लागिरहेछ. लिजनमा चिसो पनि हो हुन चाहिँ तर यहाँभन्दा यहाँ त धेरै रमाइलो. सुन्नुभयो धेरै रमाइलो. त्यहाँ गएर भेट्नु लाने डल्फिन नाचेको हेर्नुपर्छ. अब हेर्नु नि अन्त नर्मलै हुन्छ. फोनमा त काकै रोकिनुहुन्छ क्यामेरा अगाडि. डर लाग्छ नि. त्यहाँनिर पनि पुरा कति मजाले त्यो बुढाले मलाई हुन्छ नि एक्सप्लेन गरेर अनि अन्त अब हामी पनि अब त्यति अब हामी त भर्खर नेपालबाट आएको. अब तिमीहरू त यहीँ बसिरहेको सबैसँग जान्ने मान्छेहरू त भाषा हुनेलाई त केही अप्ठ्यारो त लागेन क्या मलाई. अब म पनि पढ्न जान्छु नि. के पढ्नु? म अब पर्सु भाषा पढ्न जान्छु. मलाई स्कुल पठाएछ र कति बजी गएको? अब तिमीले आयो हामी जाने बाटो त केरा केरा भन्ने नि यहाँ चाहिँ केराको बोट चाहिँ
मम्मीले त्यस्तो नि होइन नि, कहाँ केराको हो कि केराको बोट हो यो त होइन फुल फुलिरहेको छ किन केराको फुल पनि होइन क्या केरा केराको होइन होइन चल छिटो त्यहाँनिर गएर टिका राम्रो छ नि त्यही त आइपुग्यो अब पछि आइपुग्यो यहाँ म त खाना खानुभयो तपाईँले खाना खानुभयो त आफै बनाएर हामी त बिहान उठेर पिङ्ग दोषहरू गएर हो अब हजुर घरै बनाउने भनेर प्लान छ हाम्रो के होइन के हो हजुरबाले खाना बेलुका चाहिँ इन्डियनमा ए कस्तो नराम्रो लाग्यो क्या होइन हामीलाई कति मिठो भएको थियो किन नरमाइलो हजुर भएर त्यति हामी नभएदेखि कहाँ झनै अप्ठ्यारो हुन्छ यस्तो भयो कि अब आफन्त मान्छेले कहाँ जाने हो नि नेपाली रेस्टुरेन्ट त्यस्तो खालको स्पेसल खालको केही पनि छैन कि होइन त्यो त एकदम ठिक थियो त्यही नजिकमा पनि रहेछ त्यहीँ जाउँ भनेर गएको लास्टमा यस्तो पाएको केही भएन ठिक छ हजुरमा यो भिडियोमा युट्युबमा हाल्छु अनि हजुरमाले हेर्नुहोस् हजुर नर्मली दोस्रो विश्वयुद्धमा चाहिँ युज गरेको यो रे पानी जहाज यो है सही थालाउला होइन छैन हावा एकदम चलेको बेला बढी आउँछ अहिले यो हावै यस्तै हो यहाँको वेदर सधैँभरि यस्तै हो सदाबहार हो कि यो यहाँको वेदर के अरे ऊ पनि हामीले चाहिँ प्रायः चाहिँ समरमा पनि हाफ सर्टसम्म लगाइन्छ त्यति हो ए गर्मीमा पनि प्रायः हाफ नै लगाएर हिँड्छ नि यहाँ त ज्याकेट लगाएर हिँड्दा नि कहाँ जान लाग्यो कहाँबाट आयो भनेर हुन्छ कि अस्ति ज्याकेट लगाएर अलिक बाक्लो ज्याकेट लगाएर उता पोर्टुतिर जानलाई चाहिँ म एयरपोर्ट जान लागेको मान्छेहरूले के भन्यो के अरे टाढै हो र मदेर त पक्कै होइन यो ज्याकेट लाएर त्यही त कस्तो हामी त म छैन तर यो माथि उति माथिको चाहिँ स्टुडियम हो फुटबल स्टुडियम माथि नेसनल स्टेडियम त्यो माथि फोकस गर्दा हो ए ऊ माथि त्यहाँ माथि त्यही त तर त्यही त क्या सही पाराले बनाइदियो के यो ओसन क्रुज हो अर्को ठुलो आउँछ एउटा आइदा आउँछ यो सानो हो अर्को दुईवटा तिनवटा आउँछ एउटा स्पेनको आउँछ एउटा आइदा भन्ने आउँछ अनि अर्को 3-4वटा आउँछ के अरे न्यु इयर र क्रिसमसमा त 15वटा आउँछ यो चाहिँ सानो हो होइन 15वटा आउँछ अनि यहाँबाट फायरवर्क्स फर्काएर डल्फिन हेर्न जाने प्रोग्राम भनेर ट्याक्टर गरेर होइन बोर्डिङ पास सबजना डल्फिन हुन्छ नि सम्झी तिमी चाहिँ यसरी देखाऊ अब म चाहिँ अब यसरी देखाउने है यसरी अब हामी डल्फिन हेर्न जान्छौँ त्यो बोटमा चढेर यता के हुँदैन त्यहाँ भनिदिनु कति जाँदैछ प्लास्टिक भएर होला है
तिनीहरू चाहिँ सबभन्दा राम्रो हो कि होइन यसमा बिहान कुद्न जान्छ कि बिहान जान्छ टिकट दिन मान्छे अगाडि जान्छु तपाईँ यसरी दिन्छ नि Thank you. Nice trip. Thank you. Thank you. Thank you. कहाँको भन्नु हामी चाहिँ डल्फिन हेर्नको लागि अलरेडी बोटमा आइसक्यौँ अब डल्फिन त हामी देख्छौँ कि हजुरलाई लेखिदिनुहुन्छ अरे डल्फिन त देख्छौँ कि देख्दैन हामीले थाहा छैन देख्यो भने देउरे हातले फेरि देख्यो भने ठिक छ देखेन भने पनि ठिक छ हामी चाहिँ डल्फिन हेर्न गइरहेछौँ हाम्रो क्रुज चाहिँ अब सुरु हुन लाग्यो ठुलो क्रुज यहाँ छ खोइ कहाँ त्यहाँ हो ए मैले देखेँ देख्यो खै भनेर छ तर यहाँ क्यामेरामा देख्दैन जस्तो लाग्यो त्यो डल्फिन देख्यो भनेर सबजना झुम्मेको तर हौ डल्फिनै हो है हो खानु हाम्रो हजुरबा चाहिँ आउँदै हुनुहुन्छ उताबाट हजुर यहाँनिर देखेँ मैले त हजुर देख्नुहुन्छ होला मम्मी यता आउनु यताबाट हेर्नुभयो हुन्छ होला सायद है आजको कति चिसो रहेछ त एउटा डल्फिन हेर्नुलाई सबैजना यस्तो भएर गइरहेछ क्या हो 2-4 देख्नुभयो म त एउटा पनि देख्दिनँ त एउटा चाहिँ वहाँनिर देखाएको थियो कि त्यो पनि कहाँ पुग्यो एउटा 2टा 3टा 4टा मलाई कति धेरै रहेछ नि त त्यही त यिनीहरू उफ्रेर माथि चाहिँ आउनुपर्ने हो कति मजाले हिँडेको है सँगसँगै हिँड्यो नि त Elas encontram-se aqui junto, os flutuadores, tanto do lado direito como do lado esquerdo. Só depois as duas instrumentos encontram-se muito sociáveis. É um grupo grande que está espalhado aqui à volta do barco. हामी चाहिँ अर्को साइडमा मजाले देखिहाल्नु उता जाँदैछौँ खोइ 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 हो र गयो उहाँबाट कुद्दै आउँदाखेरि 10 मिनट मात्रै बस्नु पर्ने रहेछ क्या है
10 मिनट मात्र बस्नु पर्ने छ गाइस सो 10 मिनट बस्यो हाम्रो बोट अनि अब चाहिँ जाँदैछ त्यही त दिँदैन रे 10 मिनट बस्यौँ हामी यो एरियामा अब हाम्रो पालो निस्किने रनकै रन्कायो रन्कायो कस्तो दामी छ है क्रिस्टियानोको आज बर्थडे हो नि त नानी क्रिस्टियानोको बर्थडेको दिन हामी यहाँ आएको मजाइरा त्यसको गाउँ हेर्नुलाई आएको हामी त्यसलाई गिफ्ट दिनुलाई एक्लै आएछ हाँस्नु पर्यो हाँस्नु हेल्थको लागि राम्रो हाँस्नुपर्छ जिन्दगीमा कस्तो सही क्या हो माइ गॉड कस्तो कोही मान्छे मजाले आउनु भएको छैन भने चाहिँ प्लिज अब चाहिँ आउनुहोस् रे क्या सही दामी है राम्रोलाई राम्रो लाग्यो राम्रो होइन के राम्रो म दामी देखेको छु खाना खान्छु ल गाइज भन्ने अलग म चाहिँ राम्रो देखेको छु भन्नु पर्दा त त्यो चाहिँ एयरपोर्ट हो है त्यहाँनिर छ एयरपोर्ट पुरै पानीको माथि छ कि एयरपोर्ट यहाँ यस्तो खतरा आयो क्या मान्छेहरूले युरोप को हुन्छ क्रिस्टियानोको फ्यान मेरो ब्लग हेर्नुहोस् म तपाईँलाई क्रिस्टियानोको गाउँ देखाउँछु मेरो युट्युबमा के अरे मेरो युट्युबमा गएर लाइक सब्सक्राइब गर्नुहोस् क्रिस्टियानोको गाउँ हेर्नु मन छ भनेदेखि हो भन्नु यही हेर्नुहोस् क्रिस्टियानो जन्मेको गाउँ कस्तो खतरा छ यस भोलि कि त पर्सि हामी जान्छौँ म्युजियम पनि है आज भएन आज भ्याएन बर्थडेकै दिन भएन बर्थडेको दिन खासमा हामी आज जाने भनेर प्लान गरेको थियौँ तर हामीले भ्याएन आज बर्थडे गिफ्ट बर्थडे सरप्राइज दिन जानु लाग्थ्यो क्रिस्टियानोलाई तर त्यसले फोन गरेर होइन म त आज भ्याउँदिनँ नआइज भने अनि त्यही भएर हामी आज गएनौँ गाइज त्यही भएर हामी आज डल्फिन हेर्न आयौँ डल्फिन अहिले एकछिनमा भेटौँ है त गाइज बाई बाई सो अहिले चाहिँ हामी अब 3 घन्टासम्म अब 3 घन्टासम्म हामी चाहिँ डल्फिन हेऱ्यौँ त्यो सीमा बसेर अब चाहिँ हामी खानु जाँदैछौँ इन्डियन रेस्टुरेन्टमा अब चाहिँ हामी जान्छौँ खानुको लागि सो गाइज यो मदेरा यस्तो दामी छ कि तर कतिचोटि यस्तो दामी भएन तर एकदम दामी है यहाँ हुनुहुन्छ हाम्रो ड्राइभर होइन मम्मीहरू अनि मम्मी ड्याडी अनि हजुरबा चाहिँ तल हामीलाई कुहिरहनु भएको छ क्याफेमा हामी चाहिँ उहाँहरूलाई पिकअप गर्छौँ अनि त्यसपछि हामी जान्छौँ इन्डियन खाना खानुलाई सो यहाँनिर लाइट भाला दिन्छ सो गाइज हामीले चाहिँ 3 घन्टाको के भन्छ त्यसलाई बोट राइड सकाएर अनि आयौँ अब चाहिँ हामी खाना खान जान्छौँ इन्डियन रेस्टुरेन्ट जान लाग्छौँ सो अघि चाहिँ मम्मीहरूलाई चाहिँ हामीले क्याफेमा छोडेर आएको छौँ मम्मी ड्याडी अनि हजुरबालाई सो हामी चाहिँ हाम्रो गाडी चाहिँ पार्किङमा थियो त्यही भएर गाडी लिन आएको थियौँ अनि के भन्छ यस्तो फर्स्टमा चाहिँ रमाइलो भएको थियो पछि त मेरो टाउको दुख्न थाल्यो कोही भएर आएर त्यही हो भन्दैन अब हाम्रो भोलि छ पर्सि छ अनि कस्तो राम्रो छ सो कसैले मेरो ब्लग हेरिरहनु भएको छ मैले अघि भन्नु त कतिचोटि भन्छ कि आउनुहोस् मदेरा आएर घुम्नु होला कति राम्रो छ मेन त अब क्रिस्टियानोको फ्यानहरू त अफकोर्स आउनु लाइक बकेट लिस्टमै होला मान्छेहरूको जो मान्छेहरू क्रिस्टियानोको फ्यान हो त्यस्तै मेरो भाइ पनि खतरा क्रिस्टियानोको फ्यान हो सो हामी चाहिँ खास आजै हाम्रो प्लान थियो त्यहाँ पनि जाने के भन्छ क्रिस्टियानोको म्युजियम अनि त्यो बस्ने ठाउँहरू हेर्न जाने प्लान आजै छ तर 3 घन्टाको हुँदो रहेछ कि बोट राइड त्यसले गर्दा चाहिँ हामीले भ्याएनौँ अनि मेन त अब आज हाम्रो फर्स्ट डे हो अनि हामी घरबाट निस्किँदाखेरि ढिला भयो
त्यही हो होइन सो मेबी भोलि कि त आफ्टर टुमरो पर्सि जान्छौँ होला हामी ल गाइज अहिले इन्डियन रेस्टुरेन्टमा गएर भेटौँला है त कति सफा खालको यस्तो राम्रो लागिरहेछ म लिस्बनबाट आएर होला है लिस्बन त लास्टै फोरी भइरहेछ नि दाजु भोलि त्यही भएर मधेरा चाहिँ मलाई कति राम्रो लागिरहेछ मेन त वेदर के लिस्बनमा यस्तो कामले जाडो छ तर यहाँनिर चाहिँ वेदर यस्तो राम्रो छ कि मान्छेहरू हाफ लुगा लगाएर हिँडिरहेको छ कि अनि फेरि समरमा पनि यस्तै हुन्छ अरे जाडो पनि हुँदैन अरे लाइक एकदम गर्मी हुँदैन अरे कि अब म चाहिँ हजुरबालाई फोन गर्छु अहिले एकछिनमा कुरा गरौँ है त Good. कहाँ छौँ अहिले हामी चाहिँ अहिले इन्डियन खानाको लागि आइरहन्छौँ इन्डियन रेस्टुरेन्टमा सो आउट साइड बस्ने भएको चाहिँ हामीले लागि मिलाइदिँदै हुनुहुन्छ अगाडि फर्स्टमै छ भेजिटेबल समोसा चिकन समोसा रहेछ भेजिटेबल समोसा सो हामीले चाहिँ भर्खर खाएर अब जाँदैछौँ हाम्रो एयरबिएनबी भएकोतिर यस्तो दामी छ कि त खाना यस्तो सही थियो है इन्डियनमा खायो हामीले खासै फोटो खिच्न भिडियो लिएन किनभने सबै भोक लिएर त्यहाँदेखि गाउँ खाएको खाइदिए यस्तो मिठो थियो अहिले चाहिँ यो खतरा होटल के हो यो नाम चाहिँ पढ्न त्यहाँ गर्दैछौँ यो पेस्ताना भनेको क्रिस्टियानो रोनाल्डोको होटल क्रिस्टियानो रोनाल्डोको आमाको होटल आमाको होइन क्रिस्टियानो रोनाल्डो तर आमाको चाहिँ नाममा भयो गाइज सबै होटल्सहरू छ यहाँनिर चाहिँ होटलहरू छ सबै यहाँनिर अहिले चाहिँ अलमोस्ट कति बज्यो अहिले 10 बजिसक्यो त्यही भएर विन्टर पनि भइरहेको खासै मान्छेहरूको छैन फ्लो छैन अहिले यतिखेर चाहिँ अब चाहिँ हामी जान्छौँ एयरबिएनबी अनि त्यही हो भोलि चाहिँ बिहान हामी उठेर सनसेट हेर्न जाने प्लान छ सो त्यही अनुसार भोलि चाहिँ अर्को न्यू ब्लग आउँछ न्यू डे न्यू ब्लग गाइज सो अहिलेलाई चाहिँ म यो ब्लग एन्ड गर्छु बाई बाई भन्नु पऱ्यो बाई बाई गाइज सो भोलिको अर्को ब्लगमा भेटौँला आज फर्स्ट डे चाहिँ सही रमाइलो भयो मेन त लास्टमा दिउँसोभरि घुमेर होइन अनि कस्तै भोक लागिरहन्छ अनि त्यतिखेर मिठाहरू खान पायो भने चाहिँ क्या राम्रोसँग जान्छ नि त त्यस्तै फिल भयो किनभने हामी चाहिँ इन्डियन खाना आएको हिजो नेपाली खायौँ अनि आज चाहिँ इन्डियन खाने भने इन्डियन खाना आएको अनि इन्डियन खानाहरू चाहिँ कस्तो मिठो रहेछ कि नर्मली हामीलाई कस्तो इन्डियन कति धेरै क्रिमहरू हाल्छ यस्तो हुन्छ नि तर यहाँनिरको चाहिँ इन्डियन एकदम दामी लाग्यो मलाई चाहिँ ओके गाइस बाई बाई भोलि भेटौँला सो इफ मेरो ब्लग हेरिरहनु भएको छ भने चाहिँ कसैले सजेस्ट गर्नु सक्नुहुन्छ के लाइक इफ काहीँ राम्रो नराम्रो के भइरहेछ अनि त्यही अनुसार म भिडियो बनाउँछु अनि के भन्ने त्यही सजेस्ट गर्नु भने चाहिँ मलाई पनि सजिलो हुन्छ अझै म सिक्दैछु नि त
त्यही भएर के भन्दैछु त्यही हो गाइज अब लाइक सब्सक्राइब अनि सेयर चाहिँ गर्न नबिर्सिनु होला म कति धेरै हुन्छ होइन एभ्रिडे ब्लगहरू गर्छु भनेर तर यस्तो बिजी हुन्छ अनि कन्टिन्यू गर्न पाउँदैन किन घुमेको बेला मात्र गर्न पाउँछु सो लास्ट पनि लाग्छ कति टाइममा त मलाई होइन जहाँ पनि गर्नुको लागि त्यही भएर पनि गर्दिनँ म उनीहरू चाहिँ अगाडि हिँडिरहेछ यहाँनिर त हिँडिरहेछ अनि म चाहिँ यता बोलिरहेको छु एक्लै बाटोमा हिँड्दा हिँड्दै सो कन्फिडेन्ट गर्दैछु त्यही हो अब हाम्रो गाडी चाहिँ यता पार्किङमा छ नि त अनि त्यही जाँदैछौँ त्यही हो इफ कोही मदेर आउँदै हुनुहुन्छ अनि लिस्बनमा भइरहेको मान्छेहरूले पनि मेरो ब्लग हेर्नु भएको छ भनेदेखि चाहिँ प्लिज मदेरा घुम्न नछोड्नु होला पोर्चुगलमा हुँदाखेरि नै अनि मदेरा घुम्न आउनुभयो भने चाहिँ खानको लागि चाहिँ इन्डियन इफ मरेनगढ मान्छे मनपर्छ कि यस्तो दामी छ कि रोयल इन्डियन भनिन्छ त्यसमा गएर खानु होला यस्तो दामी छ क्या होइन रोयल होइन प्यालेस इन्डियन भनिन्छ अति दामी छ गाइज ओके बाई बाई अहिले चाहिँ म अब गर्छु ब्लग बाई बाई नेक्स्ट ब्लगमा भेटौँला बाई बाई गाइज